there, welcome back to Luka Dong Gaming channel. So guys, welcome to our brand new vlog. For a long time, YouTube में career I know this like more. धेरै कम भिडियो हाल्छु अनि I'm biggest fan of Ansu Beast. You all guys know. If you don't know, you can know from me. As a my lucky biggest candy, but yeah, that's right. Costa gallery it's on, no. ए म के पो भन्न थाले नि यार ए एउटा चीज भाइ ट्रेडिङ चाहिँ के पनि नगर्नु गर्नु छ भने अन योर रिस्कमा गर्नु छ भने ट्रेडिङ त भाइ एट योर रिस्क कसम त्यो बेटिङ एप ट्रेडिङ एप प्रमोट हाल्छ नि बेटिङ एप ट्रेडिङ एप प्रमोसन हान्छ नि त्यो मा कसम नगर्नु के अरूले हान्छ त्यो गर्नु तर म मेरो उयोलाई भनिरहेको छु डु एट योर रिस्क ब्रो नत्र तपाईको खाताबाट नि जान्छ के कसम भाइ सुनाहरु एउटा गेम बनाउनु भने रोबोट पनि आउँछ मुला प्लिज जोडे के आज भन्नीले हैन 16 वर्षको उमेरमा हैन उपर कमाए के 1M प्लस के मनी पनि डलर 1 million डलर आउला नि मलाई एक दिनमा 1-2 लाख सारी मालिता बीमा चमक चमक चलो साजा शर्माना नाच के दिखा यार तर हामीले यहाँ एउटा गेम बनाउनु पाए नि त्यो कस्तो बनाउनु पर्ने हो नि प्लिज बडी जस्तै के सेम तर ब्लक खेल्ने मान्छेलाई के फाइदा हुन्छ भाइ त्यहाँ अनि कम हुन्छ भाइ अनि तर मा कसो मिल्छ हामीलाई डेड रेल जस्तै के हेर्नु लाइस भाइ डेड रेल जस्तै डेड रेल भनेको यसमा 1 महिना भए 1.6 मिलियन भिजिट्स बनाउनु छ भने अब क्यान यु डोनेट ए गेम भन्न साइको गेम ब्लिजर जस्तै होला क्यान यु डोनेट अनि त्यस्तो हैन कि साइको त्यसमा ब्लक्स जस्तै के त्यस्तो नि हैन ब्लक्स जस्तै एकचोटि गेम बनाउने त्यो एक्सेस मिलोस् न त्यसपछि सामानहरू यो त्यो हालेर मेहनत गरेर त गर्न सक्छ त्यो एक्सेस चाहियो साह्रै एउटा कोल्याब चाहिँ गरिदिन्थ्यो कि मैले फेस रिभिलमा माने थिएन तपाईँहरूले बिगेस्ट कोल्याबोरेसन देख्छ नेपाली त्यो पेड सिमुलेटरमा हुन्छ नि एउटा बेडेको एडमको 7 मा त्यो टिमरिया भन्ने छ नि आज चाहिँ ल गाइस टोन्डेसँग भेटेको गेम प्ले देखेर टोन्डेले एमकेलाई ल गाइस पठाएर फ्रेन्डले थाके त्यसमा so this is for today hope you guys like the video if you like do like if you don't like do like यस्तै भन्दा हुन्छ so अब अर्को ब्याड न्यू भिडियो मा भेट्छौँ हामी तपाईलाई लाइफको हार्डेस्ट मोमेन्ट चप्पल झर्ने झरे कसम यार मेरो सब्सक्राइबर यस्तो घट्या छ नि 68 बाट 17 हो कि 18 छ भाइ 69 त भाइ मेरो डेली हुन्थ्यो पहिला उता रिसुदारी भन्ने सब्स्क्राइबर डेली हुन्थ्यो एउटा एक्सन साइको
जोलाई नै जोलाई यार एउटा गेम बनाउनु पर्यो रोब्लक्समा एउटा गेम बनायो भने अलि बबाल आउँछ के पैसा कति 1 लाख भिजिट आउन नि मा कसम सुन गेम बनायो भने नि सालो टोलभरिको साथीहरूले मात्र डाउनलोड गरेर जोइन गर्दियो भने नि पैसा आउँछ भाइ डिफरेन्ट फुच्चे भाइ डिफरेन्ट अकाउन्टबाट गर्ने बित्तिकै आउँछ कि पाखे भिजिट हुनु पर्यो थाहा त्यही त अनि गब्बार गेम बनायो अनि एउटा युट्युब च्यानल बना युट्युबमा त्यो गेमर्स के भन्दै बनाएन कसम भाइ त्यो गेमको प्रमोसन हान्दियो भने एकजनालाई यस्तो हुन्छ नि त्यो गेम साला कति पैसा लिन्छ मुलाहरूले साला प्रमोसन भिडियो मेरोमा नि आयो त मैले लात प्र्याक्टिस गरेको कसमै म अफ क्यामेरै प्रमोसनको प्र्याक्टिस गर्छु अरूलाई हेरेर बिफोर गोइङ दिस लाइफ तर ओइ मा ओइ रुक यो झर्नु भन्दा ल अनि के रे अब यहाँ थम्बनेल जसरी नि माछाको विषयमा आउँछ एकछिन नाली वरिपरि हिँड्नु न ओ माछा त्यहाँ नि माछा जसरी माछामा आउने सानो लफडा भनेर हाल्न थाल्यो त्यसमा उयो खिचेन के मैले माछाहरू नि कन्टेन्ट म समात्दिन्छु यिनीले कुटाइ गर्छ उही मा अनि लफडा गरेन मलाई रिसु भाइ त्यहाँ उभिएर यस्तो गर्न नालीमा भेटियो माछा भनेर हामी त्यहाँ पनि छ त्यही भने त्यहाँ पनि छ सानो लफडा पर्यो सानो पर्यो कस्तो यार Lover of the year, guys. Lover of the year title is coming for me. And then Friends Club आने इस्तो घटिया देखे हैं नी इस्तो घटिया माँ कसम जिंदगी आनी ना Friends Club. Yeah, roaster of the year र blogger of the year को भेट क्यारी मिनाटी र यो सौरभ दोषी के ए ओ मेरो कपालै राम्रो हो के म त्यो के रे त्यो यो चर्किरहेको थियो नि मलाई लागिरहेको थियो एउटा सुट खिच्दिन्छु अनि सानो लफडा पर्यो भने ए रोस्टर अफ द इयर अन्टी अघिदेखि रोस्ट हानिरहने बिचरा म रिसु भाइ त यहाँ मेरो कन्टेन्ट हो नि कुनाली जस्तै रिसु भाइ तँलाई थाहा छ त्यो कन्सियसले भिडियो हालेको थियो त्यो 99 people don't know that भनेर त्यसमा कुनालीले सिलिन्डर उठालिया भनेर छ नि अनि त्यसले भनेको सौरभ जोशीले ये पोस्ट हाला था हमारे कंटेंट ने सिलिंडर उठा दिया अरे के कुनालीलाई लास्ट बिरामी हो गयो त्यो अर्को टोली आइसकेको छ है अब अन्डी सन्डीको आएछ त अनि त्यो टोली है त्यो सेतो सर्ट वाला मेरो आइडी हो गाइस
गाइस डाउन किनकि मेरो केही पनि आइडिया हुँदैन सब ब्रान्ड न्यू हो नि त फेरि साला अस्ति नै कोलाब हान्दिन्थेँ यस्तो दामी कोलाब हुन्थ्यो नि कस्तो खै एउटा थियो फेरि सिभिलमा भेटेको थिएँ मैले सिभिलवाला भिडियो त उडाइदिएँ नयाँ हालेको अनि साला डबल चिन आउन लागिसक्यो जोलाइन फ्लेक्स हाल्छु तर यार मेरो अनुहार लास्ट फेरि राख्ने हेर्नु न छि के हो यो छे चिन्नुहुन्छ मलाई छि ए के भन्नु यार बोल्या नि त छैन झट्टै मै हो नबोल्ने धेरै भाउ खोज्ने त्यसैले के अरे यो भयो फ्रन्ट क्यामेरा छ फ्रन्ट क्यामेरा ओइ तेरो के रिलेसन अनि त्यसपछि आएँ म साइकल लिएर यहाँ आएँ अनि त्यहाँपछि मैले भने हुन्छ बेबी हुन्छ अनि त्योहरू उता गयो मेरो बाबुलाई कुरा लाउन अनि म यहाँ आएर भने हुन्छ बेब्स तिम्रो गयो त साथीहरू अनि त्योहरूले सुनेर आयो दौडिँदै अनि त्यहाँपछि के कुरा लाउर र भनेर म गएँ मैले भाइ तँलाई घरमा घुसेर कुट्छु नि अनि खोइ को हो साला अघिदेखि पत्र गरेर अनि त्यसपछि बाबालाई गएर बाबा तपाईँको छोराले त युनिसा भन्नेलाई बेब्स भनेर कुरा लाग्छ बाबा हाँसिरहेको पुरै बाबा हाँसिरहेछन् भन्छन् भ्लग बनाउँछ बाबाले भनेको है भ्लग बनाउनलाई अनि बाबासँग बुहाली अनि भ्लग बनाउन आएको छ्या यार यो कटले गर्दा टिकटकमा त हान्दैन अनि बाइ द वे गाइस मेरो टिकटकमा नि आइडी छ साला मेरो नेम रिभिल जसरी नि भइसक्यो त्यही नि म गर्दिनँ तर मान्छे यहाँहरू बसिरहेको अब म डिटेलमा भन्छु मैले धेरै बजी साइकल निकालेँ के साइकल निकालेर यसो हिँडेको म हाम्रो साथीले भेट्यो होइन अनि मलाई त बेबी भन्छ अनि फ्रेन्डको नाम गर्लफ्रेन्ड हो साला मलाई मेरो हजुरबुवाको नाम के हो भन्दा हजुरबुवा गौतम भन्ने बेलाको बच्चाले गर्लफ्रेन्डको नाम के हो भन्दा गर्लफ्रेन्ड भन्छ थाहा छ त्यही भने एउटा बौला बच्चा छ अनि आज ब्लग चाहिँ यतिकै बनाइदियो क्या यार धेरै पछि युट्युबमा अनलाइन आएको धेरै पछि जिस्काएको धेरै पछि एउटा काण्ड मच्चाएको अनि भ्लग हान्दा कसम के गर्नु कन्टेन्ट आइरहेको टटी तिम्रो गर्लफ्रेन्डको नाम के हो सुन्नु यस्तो भयो सुन अब मेरो बेबीलाई मैले बेबी नभनेर के भन्नु म आएँ बेबी अनि भनेपछि यो बौलाहरूले गरेर कुदाइदियो कि अनि कहाँ गयो टटी आजकलको बुढाबुढी टटी
मैं कसम रिसु भाइ यार यहाँनिर आजकलको बुढाबुढीहरूले आइज भ्लग बना टटी